Hi guys, as usual I'm always late. And त्यसपछि चाहिँ I'm not late. तर पानी पर्न लाग्यो bro. I'm so happy. I look cute. And obviously राम्रो देखेन, but I look really cute today. And त्यसपछि अब परेड सुरु भइसक्यो, अझै 1 घण्टा पुग्छु. सेकेन्ड टाइममा पुगे नि हुन्थ्यो तपाईँ क्लासमा छिर्न दिन्न भनेर. तर weather is so good. I'm so happy. अब त्यसपछि म जाने हो. हिजो 4 मिनेटको भिडियो थियो, आज 8 मिनेटको गराउने हो. And enjoy. You know, I'm obsessed with cars. I want a pink car, bro. But सानो भए नि हुन्छ सुरुमा, अब अहिलेको होइन हैन. तर I want a pink car of my own. I want to wear cute dresses and heels and have my own key. Oh my god. I want to go on a long drive, just me, and enjoy the view and this music in my own car. I will love that. And looking pretty, obviously. I can't wait for that. I recently broke up, by the way. Okay, I was in like 2.5 body years relationship, and I thought that was my first heartbreak. Okay, and I thought I'm the luckiest person because he literally raised my standard. Even though I will never like to speak to him again, I will never like देख्न छैन, बोल्न छैन, उसको आवाज सुन्न हैन, नाम पनि सुन्न हैन, तर राम्रै होस् हैन. I want him to be really happy. I just don't want to like उसको कहिले जिन्दगीमा कहिले पनि उसलाई देख्न परोस् नै, कहिले नपरोस्, तर I want him to be really happy. And I used to think that's my life, but it's like so much better. And it's been like September protest भएको बेलातिर ब्रेकअप भएको थियो. And it took me like first 3-4 months. Bruh, I was not even म घर बसेदिनँ guys. म त्यति घर बसेको थिएँ किनकि घर बस्नु लिटरली सकेको थिएन. It was like really hard. But now that is like the best thing that ever happened to me. एउटा म्याजिक रोक्यो. Here is my cute beauty. Tinta kukur सोतिरहन. They are my babies, okay? Hi guys. Welcome to our channel. नाम के हो थाहा? के हो? रानी सोरियल. रानी. कहाँ भएको नाम? यसो सोचे के. Feels like us. Oh. We are so real. It's so nice. Hi, hi. Yay. How was the day, guys? How was the day? What you guys doing? I will know, like, we are pretty, right? I know. Bye. What's up guys? College week. 12 बजिसक्यो. अझै हैन. It's आधी घण्टा बाँकी छ. Do you want to say something, cutie beauty pie? Do you want to say something, cutie beauty pie? तिमी हाँस्ने बित्तिकै pretty देखिन्छ. के गर्ने हैन, मखबरी फेरि. ओके है, नहाँस्दाखेरि. हाँसेपछि Yes guys, मैले आज 8 मिनेटको ब्लग गराउँछु भनेको. And this is our class. यो अर्को क्लास हाम्रो. Guys, I have a proposal to make. राम्रो भयो. राम्रो हुँदैछ ल. We need to make Valentine Day. We need to make Valentine. We need to make Valentine flowers. Invisible. We need to make Valentine. Yay! We are in Galen City. We are in Galen City. Hi guys. It's not really looking good, right? I know. Come on. It is not looking good. अब मलाई म्याजिक चोकमा रोक्दैन क्या? कुकुरलाई बोकेर काम सुन्दैन क्या? छिनचोटी भनेको यार लिटरली. I'm just first I'm going home. आज चाहिँ हामीहरूको कलेजको असाइनमेन्ट प्रोजेक्ट के थियो. ल्यान्डमार्क नारायणी
रोयल सेन्चुरी भन्ने त्यो चाहिँ अहिले नाम चेन्ज गरेर र ल्यान्डमार्क नारायणी भन्ने भएको छ होइन सिटी होटल चितवनको यहाँ सानो चितवन गाइज अनि त्यसपछि यसो क्वेसनरिजहरू बनाएर गएको थिएँ इन्टरभ्यू लिएँ आई हेभ सम थिङ आई विल सो यु समथिङ है सो हजुरले भर्खरै इन्जिनियरिङ फिल्डको कुरा गर्नुभयो नि त त्योमा चाहिँ अब जस्तो टेक्नोलोजीहरू अहिले त्यो म्यानुअल र अटोमेटेडमा मात्रै भने होइन सो ओभरअल अर्गनाइजेसनको पर्सपेक्टिभबाट के कुरा चाहिँ बेटर भयो भने चाहिँ हामीले अझै सर्भिस चाहिँ अझै राम्रोसँग दिन सक्थ्यौँ जस्तो चाहिँ के कुरा लाग्छ अझै ओके अब यो चाहिँ पहिला रोयल सेन्चुरी थियो होइन अहिले चाहिँ हामीले रिसेन्टली ल्यान्डमार्क नारायणी भएको छ ल्यान्डमार्क होटल एन्ड रिसोर्ट होइन अब हुन त रोयल सेन्चुरी भनेको चितवनमा एकदमै चलेकै रेस्टुरेन्ट होटलमै पऱ्यो होइन सिटी होटलमा पऱ्यो र अब ल्यान्डमार्क नारायणी भएपछि अब जति पुरानो भयो हामीले त्यति नै नेग्लिजेन्स भइरहेको थियो पहिला होइन अब हामी चाहिँ अझै चेन्जेसहरू ल्याउँदै नै छौँ यो चेन्जेस भनेको चाहिँ रेस्टुरेन्ट चेन्जेस अहिलेको टिनेजर्सहरूलाई चाहिने भनेको अलिकति फ्यान्सी रेस्टुरेन्टमा जाउँ होइन अलिकति फोटोहरू खिच्दा नि राम्रो आउँ सो हाम्रो यो प्रोसेसमा पनि छ रेस्टुरेन्ट चेन्ज भयो एउटा हाम्रो त्यो भयो भने चाहिँ अझै राम्रो हुन्छ सँगसँगै हाम्रो स्विमिङ पुल किनभने चितवन त यस्तो गर्मी ठाउँ अब यो मोस्ट प्रायः यही महिना मात्र होला जाडो हुने स्विमिङ पुल एउटा सिटी होटलमा राम्रो स्विमिङ पुल भयो भने अझै चल्छ होइन त्यो पनि हाम्रो प्रोसेसमै छ सो हामीले जुन तपाईँले सोध्नु भएको छ के भयो भने त्यो हामी जे पनि हाम्रो चाहिँ प्रोसेसमा भइरहेको त्यो भएपछि अझै चल्छ र अर्को भनेको सोसियल मिडिया नै हो सो अब चाहिँ म एकदम लास्ट क्वेसन टाइपको सोध्छु होइन मैले जहाँ पनि देखेको एउटा के भनौँ होइन फुड इन्डस्ट्रीको कुरा गर्दैछु अहिले चाहिँ म होइन जहाँ पनि हामी जाँदाखेरि कन्सिस्टेन्ट फ्लेभर पाइन्छ होइन त्यो ठाउँमा चाहिँ लोयल कस्टमर चाहिँ बढी हुन्छ अभियसली होइन सो ल्यान्डमार्क नारायणीले चाहिँ अब फुडमा कुरा गर्दाखेरि चाहिँ कस्तो खालको जस्तो मेजर्सहरू अप्नाइराखेको छ जसले गर्दा चाहिँ फुडको टेस्ट चाहिँ कन्सिस्टेन्ट भइरहेको चाहिँ त्यो यस्तो छ अब पहिला रोयल सेन्चुरी हुँदा पनि हाम्रो यहाँ रोयल मोमो भनेर एकदम फेमस थियो होइन अहिले पहिलाको टेस्ट र अहिलेको टेस्ट पनि सेम नै छ कि भनेपछि त्यो एकदम 20 इयर्स पुरानोदेखिको टेस्ट र अहिलेसम्मको टेस्ट पनि सेम छ भनेपछि त यसबाटै थाहा हुन्छ कि हाम्रो कन्सिस्टेन्सी चाहिँ एकदमै त्यो नापेर मेजर गरेर होइन सबै त्यो चाहिँ पहिल्यैदेखिको हुन्छ त्यो चाहिँ होइन हाम्रो र अर्को भनेको हामीले चाहिँ फुड कलरहरू अनि अरू जस्तै अजिनामोटोहरू त्यस्तो चाहिँ युज गर्दैन त्यसमा त्यो चाहिँ त्यसले गर्दा पनि हाम्रो गेस्टहरू चाहिँ ब्याक भइराख्नु भएको छ सो थ्याङ्क यू सो मच हामीलाई यति भयो नि टाइम दिनुभयो हजुरहरूको अर्गनाइजेसनको बारेमा हामीले पनि अलिअलि सिक्नु पायौँ अनि हाम्रो प्रोजेक्टमा चाहिँ हजुरले हेल्प गरिदिनु भयो सो थ्याङ्क यू सो मच हाम्रो साइडबाट चाहिँ यति नै म पनि यस्तै घुम्दै हिँड्थेँ पहिला यसरी उठ्छिन् थाहा पाइदिने अब धेरै माया धेरै बिगारी छु पुन्टा पुन्टीहरूलाई सुतेर बसेको थियो सुन्नै उठ्छ भाइ अनि यस अनि टुडे वाज रियली I was not really extremely excited though. I was okay. The day was okay and it just एक पनि बजे हैन ओके म मर्निङको स्टुडेन्ट हो दिन चाहिँ अझै बाँकी नै हो तर अब कलेजमा I need to go there again. खाइनिनले बिस्किट पनि खाइन् मैले जस्तो पेपर पनि खाएँ अब यति धेरै है 1 घन्टा भन्दा 2 घन्टा त लाग्ला त्यो गरेर ल्याउन धेरै हो अब भर्खर त्यसैको असाइनमेन्ट प्रोजेक्ट गरेर आएको फेरि प्रेजेन्टेसन भयो र बोस्टन इट्स रियली टायरिङ अब 1 हप्ता पनि छैन एक्जाम आइहाल्छ लिटरली टोटलमा एउटा सेमेस्टर 6 मन्थको हुन्छ होइन त्यसमा ल म्याक्स पढ्ने भनेको 3 महिना यस्तो दिन क्यालकुलेट गर्ने भने 50 डेज अनेस्टली होइन त्यहाँ अब 3 महिनाभित्र हामीहरूले मिड टर्म एन्ड टर्म ओपन बुक के बुक प्रेजेन्टेसन सब गरेर भ्याउनु पऱ्यो असाइनमेन्ट नसुध अनि त्यसपछि बाँकी आयो 1 महिना जस्तो बिदा दिन्छन् फाइनलको लागि अब फाइनल आइसक्यो अस्ति भर्खर दिएको तर दिस 5th semester इज लाइक रियली न्यू फर मी लाइक इट्स 2026 obviously अनि 4th sem को भोलिपल्ट I was like oh my god कहिले एक्जाम हुन्छ oh my god this is summer I am turning 20 and I have a perfect boyfriend and
and I really want to go so many places, and I went so many places. अनि त्यसपछि प्रोटेस्ट आयो होइन, अनि त्यसपछि त ब्रेकअप भयो. त्यसपछि त सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर त रुँदै गयो, बेसकरी रुँदै गयो. वाज रियली ब्याड होइन. कति चाँडै गयो कि म त गाह्रो भयो थियो, म थाहै पाइनँ कतिखेर गयो तर रुँदै गयो. इट वाज लाइक रियली लास्ट डे गाह्रो भयो थियो मलाई होइन, लाइक लास्ट डे. एन्ड यस आई डोन्ट ट्रस्ट मेन बिकज त्यति धेरै माया गर्ने मान्छे त त्यस्तो हुनसक्छ. अब कसले ट्रस्ट गर्नु होइन. अनि अभियस कुरा पहिलाको जेनेरेसनमा बरु हामीहरू मम्माको जेनेरेसनमा कि कसैले गर्लफ्रेन्ड बर्लफ्रेन्ड बनाएका थिएनन्, त्यही भएर त बिहा अब प्रब्लमेटिक हुन्छ होइन. हामीहरूकोमा 20वटा गर्लफ्रेन्ड पहिले होला बनाएका, कतिवटा बढीका हुन्छ होला. म त सक्दिनँ हो त्यस्तो मान्छेको बिहा गर्नु, म सक्दिनँ. त्यसले किन गर्नु त्यस्तो मान्छेमा. अनि छैनन् फेरि बाँकी कोही नि. अनि हेन्स प्रुभ अल आई हेभ इज मी, माइसेल्फ एन्ड आई. अब आफ्नो फ्युचर बनाउने, पैसा कमाउने, रमाउने, बस्ने, थिङ. अब म कलेज जाँदाखेरि अब म्याजिकबाट जान्छु होइन, पहिला बसबाट जान्थेँ. अनि चोकमा आउनु, 1 घन्टा चोकमा जान त म आफै म्याजिकमा जान्छु नि. जाऊ 20 दिन लिन आउँछ, त्यही पनि चोकमा आउने, त्यही पनि मलाई गाह्रो. इक्जामको बेला मतलब गर्दैन, किन जाने म बस भनेर म बसलाई छोडिदिएँ होइन. केही पनि थिएन क्या बिहान. अनि त्यसपछि आफै जान्छु त भन्न त हामी हिँडेको. अनि म्याजिकमा अलिअलि ढिलो हुन्छ नि त, म्याजिकमा अलिअलि ढिलो हुन्छ नि त. अनि एक प्लेट ढिलो हुन्थ्यो, अनि हिजो चाहिँ फर्स्ट प्लेट टु सेकेन्ड प्लेट ढिलो हुन्थ्यो होइन. अनि फोन आएछ घर, रङ नम्बर दिएको यार, त्यही नै फोन आउँछ. रिस उठ्दो. म कलेज जान्थिनँ कि ब्रो, सिरियसली. अब सो टायर्ड, बिहान मेरो उठ्नु मन लाग्थेन. त्यही नि कलेज गएको त्यही ठुलो कुरा. ढिलो पुग्यो भनेर गरेको अरे बाल मलाई रिस उठ्दो. कलेजबाट निकाल्ने अन्त घर फर्किन्छु, सुत्छु. कलेज जानु झन् राम्रो मोटिभेट, कस्तो मोटिभेट गरेको कलेजै नजान अरे. तिमीहरू कलेज गयो ढिलो भयो नि, के जान्छ रिस उठ्दो. मैले खालियो यसरी गरियो. ओ यिनी चाहिँ हाम्रो मायालु हो. हाई हेलो हाई. Oh my goodness. Sit bus. Good boy. Good boy. Good boy. Good boy.